हजुरहरू सबैजनालाई जय मसीह अनि नमस्कार भन्न चाहन्छु। आज तपाईहरुको समक्षमा एउटा खुशीको कुरा लिएर आएको छौं अनि त्यो खुशीको कुरा चाहिँ के छ त भन्दै गर्दा चाहिँ प्रियहरू हो, अहिलेको संसार भनेको चाहिँ सामाजिक सञ्जालमा रमाउने संसार हो। सबै मानिसहरुदेखि है सानो बालकदेखि लिएर वृद्ध अवस्थाको मानिसहरुसम्म सबैजनाले अहिले फोन हेर्छ अनि त्यो फोन भित्र विभिन्न प्रकारको कुराहरु छ अनि त्यहाँनिर नाचेको कुराहरु छ, गाएको कुराहरु छ, कसैले केही भनेको कुराहरु छ, त कति कुराहरु त नि हेर्नु पनि लाजमर्दो छ। यस्तो अवस्थामा हामी सबैजनाले दिन प्रतिदिन बिताइरहेका छौं। तर अब तपाईहरुलाई हामी एउटा खुशीको कुरा चाहिँ के लिएर आएका छौं भन्दै गर्दाखेरि चाहिँ युट्युबमा अब एउटा च्यानल सुरु हुँदैछ अनि त्यो च्यानलको नाम चाहिँ छ एलोहिम शक्तिशाली परमेश्वर भनेर हामीले एउटा च्यानल चाँडै नै तपाईहरुको समक्षमा लिएर आउँदै छौं। त्यसर्थ यो च्यानलबाट हामी तपाईहरुलाई केही छन् उत्साह दिने कुरा होइन, केही छन् तपाईहरुलाई जिरिङ्गे बनाउने कुरा होइन, तर सधैँको लागि तपाईको निराश भएको जीवनमा चाहिँ एउटा आशाको कुराहरु लिएर आउँदै छौं। हारिसकेको जीवनमा कसरी जित प्राप्त गर्ने भन्ने कुराहरु लिएर आउँदै छौं र तपाईहरुलाई एउटा यस्तो खुशीको खबर छ कि यो चाहिँ दिन प्रतिदिन तपाईको फोनमा तपाईले पाउन सक्नुहुनेछ अनि अब चाँडै नै हामी यो च्यानललाई सुरु गर्न लागेका छौं। त्यसर्थ म तपाईहरुलाई अनुरोध गर्न चाहन्छु, अब यो च्यानल तपाईले हेर्दै गर्दा यो हामी भनौं एडभर्टाइजमेन्ट तपाईहरुलाई दिइरहेका छौं कि तपाईहरुले अब के गर्ने भन्दै गर्दा चाहिँ एलोहिम च्यानललाई तपाईले सब्स्क्राइब गरिदिनु पर्नेछ अनि दिन प्रतिदिन तपाईको फोनमा उत्साहको कुराहरु तपाईले पाउनुहुनेछ। निराशको जीवन भएकोहरुलाई आशाको सन्देश लिएर हामी आउँदै छौं। तपाईहरुले आफ्नो साथीलाई पनि भनिदिनुस् है, औ तिम्रो जीवन त निराश छ है, अब एउटा यस्तो च्यानल आउँदै रहेछ जहाँ चाहिँ एलोहिम शक्तिशाली परमेश्वरको वचनहरु आउँदो रहेछ भनिकिन तपाईको साथीलाई, तपाईको मण्डलीको विश्वासीहरुलाई, तपाईको छिमेकीलाई, तपाईको आफ्नो आफन्तहरुलाई पनि यो च्यानलको विषयमा भनिदिनुस् है अनि सबैले सब्स्क्राइब गर्न सकोस् कि तपाईले जब पाउनुहुन्छ तपाईले आफैमा मात्र नराख्नुहोस् तर अरूलाई पनि भनिदिनुहोस् कि एलोहिम च्यानल मार्फत चाहिँ अब शक्तिशाली परमेश्वरको वचन चाहिँ दिन प्रतिदिन तपाईको फोनमा आउनेछ अनि तपाईहरुले यसलाई सब्स्क्राइब गर्नुपर्नेछ अनि सब्स्क्राइब बनेर आशिषको पात्र बनिनु पर्नेछ। हवस् त, यो खुशीको खबर तपाईहरुलाई दिदैछौं। अब हामी चाँडै नै तपाईहरुको समक्षमा एउटा नयाँ युट्युब च्यानल एलोहिम 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 लिएर आउँदैछु। प्रतीक्षामा बस्नु होला।